हिम पहिरोका 10 जना पर्वतारोहीको मृत्यु भएको पुष्टि। मृतक मध्ये 6 जना नेपाली पनि। पाकिस्तानको काराकोरम क्षेत्र स्थित ब्रोडपिक हिमालमा बिहिबार भएको हिम पहिरोमा परेका प्रसिद्ध नेपाली पर्वतारोही निर्मल पूर्जा सहित 10 जनाको मृत्यु भएको पुष्टि भएको छ। हिम पहिरोमा परि बेपत्ता भएका उनीहरूमध्ये 4 जनाको शव शुक्रबार फेला परेको थियो। बाँकी 6 जना भने अझै बेपत्ता नै रहेको बताइएको छ। शनिबार मात्रै सबै आरोहीको मृत्यु भएको आधिकारिक जानकारी नेम्स्ताई फाउन्डेसन र एलिट एक्सपिडिसनले सामाजिक सञ्जाल मार्फत गराएको छ। दुवै कम्पनी निर्मल पूर्जाकै हुन्। हिम पहिरोमा घटनामा म्याग्दीको दानामा जन्मिएका पूर्व बेलायती गोर्खा निर्मल पूर्जा नेम्स्ताई सँगै जम्मा 6 जना नेपालीले ज्यान गुमाएका छन्। ज्यान गुमाउने अन्य नेपाली आरोहीमा पूर्वबहादुर गुरुङ, निमा शेर्पा, किली पेम्बा शेर्पा, ग्यालु शेर्पा र नमाङ थिन्डु शेर्पा रहेका छन्। त्यसैगरी विदेशी आरोहीहरू सोहेल साखी पाकिस्तान, वाङझोङ चीन, नादिरा अहमद ओमन र मालगोरी गेइस अमेरिका रहेका छन्। सन् 2019मा निर्मल पूर्जाले संसारका 8000 मिटर अग्ला 14वटा हिमाल 6 महिना 6 दिनभित्र आरोहण गरी विश्व कीर्तिमानी कायम गरेसँगै चर्चामा आएका थिए। उनका हिमाल आरोहण सम्बन्धी अन्य कीर्तिमानहरू पनि रहेका छन्। हिम पहिरोले उनीहरूलाई 6000 मिटर भन्दा माथिबाट करिब 800 मिटर तलसम्म बगाएको थियो। खराब मौसमका कारण सो घटनामा तत्काल उद्धार गर्न कठिन भएको पूर्जाका व्यावसायिक सहकर्मी समेत रहेका प्रतिनिधि सभा सदस्य मिङमा ग्याल्बु डेभिड शेर्पा शुक्रबार नै पाकिस्तानतर्फ प्रस्थान गर्नु भएको छ। मृत्यु भएका नेपाली आरोहीहरूमा पूर्वबहादुर गुरुङ गोर्खाका हुन् भने किलिम्पेम्बा शेर्पा दोलखा, ग्यालु शेर्पा ओखलढुङ्गा, नुवाङ थिम्बु शेर्पा र निमा शेर्पा सङ्खुवा सभाका हुन्। यसैबीच प्रधानमन्त्री बालेन्द्र शाहले पनि निर्मल पूर्जा सहित सबै मृतक आरोही प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्नु भएको छ। starदैनिक.com